गुड मर्निङ गाइस, तपाईँहरूले फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। अनि म मिस्टर भित्री फेरि पनि आइसकेको छु नयाँ भिडियो नयाँ जसको साथमा 5:30 बजी उठेको थिएँ गाइस होइन। उठेर मुखसुख धोएँ, फ्रेस गरेँ, आफ्नो कामहरू गरेँ। तर गाइस आज बिहान होइन, हिजो बेलुकादेखि नै दिपाले सुत्न अति गाह्रो बनाएर आएको थियो होइन। अनि हामी दिपा र म सायद 2 बजीतिर सुतेको थियो होला। 2 बजीतिर यसो लाइक सुत्न ट्राई गरेँ, म चाहिँ सुतेँ होइन। अनि 3 बजीसम्म ऊ छटपटिरहेको थियो, 3 3:30 बजीसम्म। अनि झ्याप्प मेरो आँखा खुलेको थियो, अझै सुतेको छैन माया भनेको गाह्रो भइरहेछ भनेर भन्यो। त्यस पछाडि म पनि 5 बजी उठिहालेँ। 5 बजे म उठ्दा नि ऊ पुरै छटपटिरहेको थियो क्या। आई डोन्ट नो पिनासको हो कि अब पिरियड हुन आँटेको हो कि के को हो जस्तो लाग्छ माइ तिमीलाई? हस्पिटल लाने हो त? अनि बाफसाफ लिइसके पछाडि अनि अहिले खुट्टा टोकेको छ। अब यति सके पछाडि चाहिँ म ओट्स पनि बनाइदिइसकेको छु। ओट्स पनि यहाँ बन्दैछ, अघि नै बनाएको, यहाँ हल्का चिसो भएर चाहिँ फेरि तताएको। अनि यो ओट्स बनिसके पछाडि चाहिँ औषधि खुवाउँछु। अनि त्यस पछाडि दिपाको हात खुट्टा मालिस गरिदिन्छु गाइज होइन। अनि मेबी म अराबिका जान्छु होला एकछिन दिपालाई शान्त बनाएर। अनि त्यही होला। मम्मी चाहिँ यता लुगा धुँदै हुनुहुन्छ। आजबाट चाहिँ अब दिदी 3 दिन आउनु हुँदैन। अस्ति दिदीको बित्नु भएको थियो भनेको थिएँ नि मैले, सो उता जानुपर्ने भएको छ। आज 10, 11, 12 3 दिन आउनु हुँदैन, 13 गतेबाट मात्र आउनुहुन्छ दिदी चाहिँ। ड्याडीको हेर्ने यहाँ मर्निङ वर्कआउट हुन्छ कि होइन त ड्याडी? मर्निङ वाक बिहानै होइन, यहाँदेखि के नभए पनि आउँदा जाँदा गएर 8 किलोमिटर जति साइकल चलाएर आउनुहुन्छ। त्यो चाहिँ हुनुपर्छ है गाइज। लगाइज हाम्रो कफी आइसकेको साँझ हेर्नु बिहान त्यस यहाँ आएर कफी खाँदाखेरि चाहिँ मजा आउँछ क्या म होइन प्रजल? आज हाम्रो त 3-4 दिन हुन लागिसक्यो होला है। लगाइज हामी चाहिँ कफी खाएर रुम आइसकेको छौँ। अनि अम्मु पनि गयो भर्खर काममा। अनि दिदी 3 दिन आउनु हुँदैन नि त, सो 3 दिनसम्म रुम मिलाएन। एक दिन चाहिँ म्यानेज गर्न सकिन्थ्यो, लाइक हामी पनि बिजी भएर रुम नमिलाएको भएन। सो 3 दिनसम्म चाहिँ एकदमै भस्सर हुन्छ। सो आफ्टर लङ टाइम म चाहिँ अब रुमहरू सफा गर्न आँटेको छु। दिपा चाहिँ रातभरि गाह्रो हुन त म पनि 3 बजी सुतेको, 2 बजीतिर 2:30 बजीतिर सुतेर 5 बजी उठेँ गाइज होइन। तर दिपा चाहिँ रातभरि छटपटेर सुत्न सकेको छैन, भर्खर सुतिरहेको छ होइन। अनि म चाहिँ अब किचन, लिभिङ रुम, यताको रुम चाहिँ सफा गर्छु। दिपा उठ्यो भनेपछि उताको रुम पनि सफा गर्छु गाइज होइन। अनि त्यही आफ्टर लङ टाइम आज चाहिँ म रुम सफा गर्दैछु गाइज होइन। अहिले चाहिँ लिभिङ रुम र किचन सफा गरिसकेको छु मैले, टक्क लाएर बढालेर। मैले फेरि बढाल्यो भने चाहिँ अहिले पहिलाको कम्पेयरमा त कम नै बढालेको हो, तर बढालेपछि फेरि मलाई फेरि एकैचोटि खतरा बढाल्न मन लाग्छ होइन। अनि मम्मी ड्याडीले चाहिँ यता खानसाना पकाउँदै हुनुहुन्छ। अब हामी यताको रुम मिलाउँछु, यताको चाहिँ रुम मिलाउँछु गाइज होइन। अनि त्यस पछाडि दिपा सुतिरहेको छ, दिपा उठेपछि उताको नि रुम मिलाउँछु। सबै रुम सफा गरिसकेको छु गाइज अहिले चाहिँ, जुन चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ टक्क लाएर। अलि पहिला जस्तो त एकदम बवाल त गरिनँ गाइज होइन, जोस् सफा चाहिँ गरेँ भनौँ न। यत्तिकै फोहोर हुनुभन्दा गजराङ गुज्रुङ हुनुभन्दा जोस् मैले म्यानेजमेन्ट चाहिँ गरेँ। म र रेगा चाहिँ भर्खर गोदाम पुगेर आएको, के अरे त्यो ब्याग सकिएको थियो, ब्याग छोड्नु जानुपर्ने थियो। अनि अहिले चाहिँ हामी खाना खाँदैछौँ, खाना खाएर चाहिँ फेरि म जान्छु गोदाममा। अनि दिपा चाहिँ सुतिरहेको छ कि, किनभने रातभरि सुतेको छैन। सो अहिले चाहिँ हामी मात्र खाना खाँदैछौँ। हामी चाहिँ अहिले कपाल काट्न आएको छौँ, म र ड्याडी टक्क लगाएर। ड्याडी यता काट्दै हुनुहुन्छ, म चाहिँ यता काटिसके पछाडि काट्छु गाइज। यो गाइज अहिले चाहिँ बेलुकाको 4:30 बजिसकेको छ गाइज होइन। अनि हामी चाहिँ जाँदैछौँ नाडा अटो सोमा होइन। चट्टो लगाएर त्यहाँ दामी गाडीहरू लन्च भएको छ। नाइमा म त्यति धेरै देखिन पाएको थिएन होइन। सो नाडामा चाहिँ अति बवाल गाडीहरू चाहिँ हामीले देखेको छौँ होइन। सो वी आर सुपर एक्साइटेड टु सी होइन नयाँ गाडीहरू। अनि हामीलाई चाहिँ खासमा दिपलको नयाँ लन्च हुने बेला पनि लन्च इभेन्टमा बोलाउनु भएको थियो हामीलाई, चङ्गन फ्यामिलीले, दिपल फ्यामिलीले। तर हामीलाई अलिकति टाइम नभएर चाहिँ हामी जान पाएनौँ त्यो दिन चाहिँ। अनि हाम्रो नखराको पनि सामान लिन जानु छ। अनि म रेगा प्रजल भाइ जान्छौँ होला टक्क लाएर है, चट्टो लगाएर। आज बवाल मजा आउनेवाला छ। 4:30 बजिसकेको छ, हामी चाहिँ बेलुकाको टाइममा निस्केको छौँ, किनभने त्यतिखेरसम्म अलिक खाली पनि हुन्छ होइन। अहिले चाहिँ म गाडी यहाँ वासमा राखिदिएको छु गाइज होइन। किनभने म बाहिर निस्किनुभन्दा अगाडि जहिले पनि वास गर्छु क्या गाइज होइन। किनभने गाडी ब्ल्याक कलरको छ, अनि लाइक निस्किनुभन्दा अगाडि अलिकति होस् न होइन, अलिकति दामी सबैको भनौँ न अट्र्याक हाम्रो गाडीतिर होस् भन्ने हुन्छ नि त। त्यो भएर फोहोर चाहिँ मलाई चलाउनु मन लाग्दैन। सो वासमा राखिदिइसकेको छु। प्रजल नि आउँछ होला, अनि नखाएको सामान पनि लिनु छ, त्यही भएर प्रजललाई पनि लग्न आँटेको छु, सजिलो पनि हुन्छ नि त। रेगा फेरि बिरामी चाहिँ सक्दैन त्यति, सो प्रजल र मैले बोक्छौँ नि त गाइज। मेरो सबभन्दा एउटा नराम्रो बानी चाहिँ के भन्दाखेरि कुनै पनि कुरालाई होइन धेरै फोहोर राख्न नसक्ने क्या।
हामी निस्केको भए चाहिँ निस्कियो हुन्थ्यो गाइज होइन। स्टिल हामीसँग टाइम चाहिँ 6 घन्टा होइन, 7 बजेसम्म चाहिँ ओपन हुन्छ जस्तो लागिरहेको छ मलाई चाहिँ होइन। अनि अहिले चाहिँ हामी ठ्याक्क कोटेश्वरको जाममा छौँ क्या। जाम यति परिरहेको छ नि गाइज, कुरै छोडिदिनु होइन। अनि गाडी धोएर पनि मैले ठ्याक्क टाइम चाहिँ क्यालकुलेसन चाहिँ राम्रो गरेको थिएँ, तर गाडी त्यो धुँदा पानी पर्दै गयो क्या गाइज। अनि फेरि त्यहाँनिर अलिकति त्यो धुँदा स्टप भयो। होप हामी प्रजल तिमीलाई त्यो टिकट लिने ठाउँ थाहा छ? अस्ति मैले किनेको थिएँ नि, जस्तै मैले तिमीलाई यतै रोक्यो भनेपछि म त काठमाडौँ मल पुग्छु नि त गाडी राख्न। जस्तै यता पुग्यो भनेपछि टिकट लिएर भित्र छिर्न सक्छौ तिमी। जस्तै 4वटा टिकट लिन चाहिँ, तर 2टा टिकट मात्रै देखाऊ, 2टा चाहिँ गोजीमै राखेर अनि म कल गरेपछि अनि फेरि त्यहाँ गेट नि राउ। अनि लाइक तिमीहरू चाहिँ लिएर इन्ट्री गरिराख्छौ कि टिकट लिएर? नै अलिक ढिला भयो भने फेरि झ्या हुन्छ कि भनेर के। टिकट चाहिँ लिइराख्यो भने चाहिँ आनन्द हुन्छ क्या। त्यहाँ जाऊँ न त, त्यहाँसम्म पहिला जाऊँ होइन, जाम के कति हुन्छ त्यही भएर। अनि गाइज हामी चाहिँ अब यस्तो थकाइमा हतारमै जाँदैछौँ होइन। नाइमा अटो छु 4वटा है, 1 2 3 4। सो हामी चाहिँ छिरिसकेका छौँ। कति बजीसम्म ओपन रे क्या? 7 बजीसम्म 7:30 बजी 6:30 बजी। ठिक छ त। यस्तो दौडिँदै आएको छ नि गाइज होइन। पार्किङ पाएछ, पार्किङ गर्ने ठाउँ त राम्रै थियो, तर जाने चाहिँ सानो थियो है सिधा, धेरै सानो क्या। ल अब चाहिँ हामी छिरिसकेका छौँ। के कस्तो एक्सपिरियन्स हुन्छ, कस्तो कस्तो गाडी देख्नु म तपाईँहरूलाई देखाउँछु है त। सुरुमा चाहिँ यहाँ हामीले डुगाटी देख्न सक्छौँ होइन। हार्ली डेभिडसन डुगाटी, तर बाइकमा त्यति नो इन्ट्रेस्ट गाइज। फाइनली हामीले चाहिँ जुन गाडी हेर्ने भनेको थियौँ सो त्यो गाडीको अगाडि आइसकेको छौँ होइन। सो डोङफेङको चाहिँ एम हिरो भन्ने चाहिँ हो यो गाइज होइन, 7 करोडको। अनि एउटा चाहिँ यो छ एउटा डोङफेङको गाइज। सो हामीले चाहिँ अलि राम्रो लागेको चाहिँ गाडी यो हो होइन, डोङफेङको। लाइक यसको यो हाम्रो जस्तै लुक्स छ नि त अलिअलि। कस्तो यो चाहिँ राम्रो रहेछ कि। वेलकम सिट रहेछ। आऊ छिर्दियो पछाडि के भने हो कसैले? तर अलि भाइब दिएन फेरि क्या, भाइब खै त अब त्यस्तो नचलाएर पनि होला क्या। ठिक छ हो। के कस्तो लाग्छ गाडीहरू म भन्छु गाइज एकछिनमा है तपाईँलाई। अहिले चाहिँ म डोङफेङको एम हिरोमा छु गाइज होइन। लिटरली यस्तो अग्लो छ नि गाइज यो होइन, कुनै छोडिदिने क्या। भित्रको इन्टेरियरहरू चाहिँ यस्तो रहेछ होइन। पसिना नि आइरहेको छ मलाई त। यो अग्लो छ है। 7 करोड गाइज यसको प्राइस। अगाडि देखिन्छ र दाइ त्यो गाडी चलाउने बेलामा देखिन्छ हो, तर यो त लास्ट ठुलो यहाँ छ यसको एडजस्ट गर्ने। के हो यस्तो यो मा कसम। छोड स्नो मड स्यान्ड कहाँ गइरहेछ भनेर है त्यो। नै कुन मोडमा चलाउने भन्ने के प्रजल। त्यही त। गड यस्तो पसिना आइरहेको छ नि। प्लिज सेट द पावर सप्लाई 100। चलाउन मजा आउला त। त्यो दामी छ यार। भयङ्कर छ हो त्यो पछाडिको त्यो ताना न। ड्राइभरको लागि समात्ने ठाउँ छ यार यसको। खास हामी चाहिँ डोङफेङको एउटा यो गाडी हेर्न आएको थियो होइन। एउटा यो गाडी राम्रो छ प्राइस अनुसार, तर त्यति भाइब चाहिँ दिएन। तर यो चाहिँ वाइल्ड नै बवाल छ गाइज यो चाहिँ। ठिक छ, स्टेरिङ नघुमाइदिएन। फिल्ले यसको त बवाल छ है। ठिक छ। यो चाहिँ हाम्रो दिपलको आइक्यू भन्ने गाडी होइन। खोल्दै यो चाहिँ दिपलको नयाँ गाडी आएको रहेछ गाइज होइन, नोभा आइक्यू भन्ने। ए हो ल रुक त।
पछाडि कस्तो छ बस्नलाई पछाडि कम्फर्टेबलै छ भाइ आजभोलि त गाइज होइन कि त अब हामीले चढेको गाडी भन्दा बवाल हुनु पऱ्यो गाइज होइन नत्र खासै पनि नलाग्ने कि अहिले चाहिँ बेलुकाको 7:25 भइसकेको छ गाइज होइन अनि हामी फर्किँदैछौँ आउँदा नि पानी परिरहेको थियो जाँदा नि पानी परिरहेको छ यस्तो अँध्यारो भइसकेको छ गाइज है अनि ठ्याक्क दिपल फ्यामिलीमा छिरिहाल्यो गाइज होइन अनि त्यहाँ दिपलको फ्यामिलीहरू पनि हुनुहुन्थ्यो अनि एकछिन कुरा गरेँ रमाइलो लाग्यो गाइज होइन अनि हामी चाहिँ मेन चाहिँ त्यो डोङफेङको एम हिरो र अनि एउटा सेडानमा आएको थियो नि त्यो चाहिँ हेर्न आएको थियो स्पेसली अनि हेरेको त्यो राम्रो थियो गाडी तर त्यो सेडानवाला चाहिँ लाइक त्यो प्राइसमा चाहिँ राम्रो हो तर खोइ अब आफूले यो गाडी चढेर होला योभन्दा अलि राम्रो चढ्यो भने चाहिँ अलिक बल्ल मजा आउने जस्तो हुन्छ मलाई त नत्र त कस्तो के खस्राक के हो नपुगे जस्तो हुने होइन अनि S05 को लागि चाहिँ अनि जे होस् हामीले प्लानिङ सोच्दैछौँ अब तर अलिक भने जस्तो अब कलर चाहिँ अलिकति भइरहेको छैन क्या गाइस किनभने पछि अहिले रसुवामा पनि अब त्यस्तो अब देखि नै हाल्नु भएन त्यस्तो इन्सिडेन्टले गर्दाखेरि 10-15 पिस आएको थियो अरे सब डेलिभरी बुकिङको लागि भइसक्यो अरे अब कसरी अब क्यान्सल गऱ्यो भने मात्र हो गाइस होइन त्यही हो रेगा चाहिँ यता छ अनि प्रज्वल सिद्धार्थ भाइ यता अहिले चाहिँ 7:53 भइसकेको छ गाइज अनि प्रज्वल सिद्धार्थलाई चाहिँ टक्क हामीले चाहिँ यहाँ छोडेर अब चाहिँ जान आँटेको छौँ हेर न दाजुभाइ र क्या ल गाइज आज हेरियो होइन मेरो भन्दा पनि त्यो टाइम स्पेन्ड होइन प्रज्वल रमाइलो यस्तै छ जिन्दगी होइन चलिरहेको छ होइन ल ल प्रज्वल भाइ है प्रज्वललाई हामी चाहिँ गर ल सिद्धार्थ भाइ रे ल तिमी भोलि कति जान्छौ अब काममा अब काम खासै गर्दिन दाइ अब ए अब चाहिँ बिस्तारै अलिअलि कहिले कान मात्रै गर्छ छोरी स्याहार जस्तै अब ए अब यतातिर अब गर्नु पऱ्यो नि त है बाहिर जो अब अनि गाइज हाम्रो सिद्धार्थ भाइको भिजा पनि ल्याइसकेको छ होइन सो अब ऊ चाँडै उड्नेवाला छ टक्क लाएर पुकुसिना भन्ने ठाउँमा बस्छ अरे हो के अरे बिर्स्यो हौ पख है एकैछिन है पुचुका कि के हो बिर्स्यो हौ बिर्सिस रे क्या तिमीलाई थाहा छ भन त ए फुकुओका के अब बिर्सिँदैन रे क्या भोलि सोध है प्रज्वल ए भोलि कफी खान तिमी गएनौ भने के अरे उता गएनौ भने तिमी पनि आऊ ल फुकुओका है फुकुओका अब त बिर्सिँदैन भोलि बिहान सोध है ल बाई ल बाई इच्ची है इच्ची पछि डिनर हुँदैछ गाइज हामी चाहिँ भर्खर आयो अनि नाइमा हामी धेरै त्यो टाइम पनि नभएर हो कि धेरै नडुलेर पनि होला होइन बरु नाइमामै जो बबल राखे जस्तो मलाई फिल भएको थियो जुन गाडीहरूको त्यो मजा आएन कि गाइज यस्तो डेन्जर निन्द्रा लगाइरहेको छ गाइज होइन तर के गर्ने स्टिल मलाई भिडियो एडिट गर्न बाँकी नै छ होइन मेबी आजको भ्लग त्यति धेरै लङ भएको छैन होला होइन अनि गाडी त के गर्नु गाइज धुने मात्र पर्छ होइन ए 4 भइ नै हाल्छ ठिक छ केही छैन त्यो भनेको एउटा मान्छेको इच्छा रहर जोस जाँगर होइन मैले जुन मेहनतले किनेको छु होइन त्यो मेहनत चाहिँ मैले सफा गरेर राख्छु नि त गाइज होइन त्यही नै हो अनि दिपा चाहिँ सुतिरहेको छ दिपालाई एकछिन देखाउँछु मम्मीले चाहिँ यता कामसाम सक्दै हुनुहुन्छ ड्याडीले पनि यता दोष सक्नुभयो अनि दिपा भर्खर सुसु गर्न उठाएको थियो खासमा चाहिँ सुतिरहेको थियो नसुत्ने अब दिनभरि सुतेको छ तिमीले हिसाब लेख्या हो आजको माया सक्यो त्यो लेख्ने बेला निन्द्राले मर्छ अहिले फेरि लेखा अनि अहिले सुतेको त्यो मुख प्रस्ट पनि निन्द्रै भाग्यो त्यस्तो मलाई निन्द्रा लगाइरहेको छ मलाई निन्द्रा लगाइरहेको छ माया म त ताल परेर सुत्दिन्छु यत्तिकै अनि भोलि चाहिँ गाइस हामी मुभी हेर्न जाँदैछौँ टक्सिक मुभी होइन भोलि टन्नै हुन्छौँ होला हामी सबैजना होइन अनि भोलि अति मजा आउनेवाला छ टक्सिक मुभी अलिअलि 18+ पनि छ अरे हौ माया के हुँदैन गाइस मम्मी ड्याडी पनि जाँदै हुनुहुन्छ नि त त्यही भएर ल गाइस अब आजको भ्लग पनि जे जति भएको छ होइन हेरेर इन्जोय गरिदिनु होला अब आजको भ्लग पनि चाँडो एडिट गर्छु सुत्छु गाइस 9:20 भएको छ तर मलाई चाँडो सुत्नु छ चाँडो अति चाँडो होइन किनभने बेसी 3 घन्टा सुतेको मोटा 3 घन्टा तिमी थाहा छ 2 बजेदेखि
झन् त्यसरी नबोला भने 3.5 घन्टा किन स्पिडमा बोलेर चाहिँ कहाँ जानु हतार भइरहेछ कि तिमीलाई माया बिरामी हुँदा पनि भनिरहेको छु शान्त तरिकाले सुस्त तरिकाले बोला भन्छु भात खाने बेला गरेको थियो तेरो घाँटी सुक्या हो तिम्रो यति सिकाउँछु मतलब थर्काए पनि होइन बिस्तारै थर्काऊ कि नातेर थर्काऊ कि माया ठुलै स्वरले थर्काऊ बिस्तारै होइन तर माया तिमी होइन भनेको मान्दैन नि भनेर बिस्तारै आरामले फ्लोमा के कुनै कहाँ जान हतार हुन्छ के भन्छ घाँटीको घोक्री सिक्ने त्यो भएर आज घाँटी ख्याप्प बसा हिजो खुब कराइरहेको थियो नि हो कि होइन हिजो बेलुका गाइज खाना मैले हिजोको भ्लग देख्नु भयो नि अनि रिसाएको छ भने नथिङ के मैले लिटरली केही गरेको थिएन कि तिमीले रिप्लाई गरेको थिएन कस्तो के गरेको थिएन बेबी त्योभन्दा अगाडिदेखि तिमी रिसाइरहेको थियौ नि जति त रिसाए पनि रिप्लाई आउँथ्यो नि त किन नआयो अनि मैले त तिम्रो रिस मरोस् भनेर मैले त हेरेर म त मजा लिइरहेको थिएँ गाइज होइन एकछिन पछाडि होइन माया तिमी कति रिसाउँछौ है भनेर यस्तो भनेर फगाउँछु भने त्यो केटी त उल्टै मसँग रिसाइदियो घप हाई गरिदिएको थिएँ मलाई छिराइदियो गाइज ल गाइस अब आजको भ्लगबाट चाहिँ बिदा लिउँ होइन आई होप तपाईँहरूलाई आजको भ्लग पनि हेरेर मन पऱ्यो होला सो मन पऱ्यो लाइक सेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क्स फर वाचिङ भोलि भिडियो जसको साथमा भेट्ने छु बाइ टेक केयर प्लिज गाइस